साथीहरु सबभन्दा पहिला तपाई यो भिडियो हेर्नुहोस्। कार्यालय भित्र छिरिसकेपछि आन्दोलनको क्रममा यो टेबुलको साइडमा झण्डा राखिएको थियो र अब आन्दोलनकारीले विभिन्न सामानहरू फ्याक्ने अवस्था आएको देख्दा मैले यो झण्डालाई साइडमा ल्याएर वालको काखमा राखिदिएको छु। यो हाम्रो स्वाभिमान हो, हामी नेपाली हौं र हाम्रो नेपालको स्वाभिमान नै झण्डा हो। त्यो कुरा हामी एकदम बुझेका छौं र झण्डालाई सुरक्षित स्थानमा हामी राखेका छौं र केही मिडियामा भ्रामक समाचार जो आएको छ त्यो गलत हो। हाम्रो स्वाभिमान नै नेपाली झण्डा हो, हामी नेपाली हौं, जहिले पनि नेपाली झण्डाको सम्मान गर्छौं। धन्यवाद। जय। अब तपाईहरुले यो अर्को भिडियो हेर्नुहोस्। अब म तपाईलाई यो प्रश्न गर्न चाहन्छु, को हो त्यो? त्यो तपाई होइन? त्यो त तपाई नै मलाई लागिरहेछ कि तपाईको डुप्लिकेट हो त्यो? त्यो मिठाईलाल यादव भएको छ क्या, ड्रेस लगाउनु भएको छ मिठाईलाल यादव जस्तो, बतासा जस्तो। त्यो बतासा छ क्या? तपाई हो? तपाई होइन त्यो? यो इज्जत गर्ने बेला नेपालको झण्डाको इज्जत नगर्ने, पछि भिडियो बनाउने नेपाल हो र मान हो, मर्यादा हो, शान हो, जय नेपाल, त्यो हेर्नुपर्छ नेताजी। अब तपाईलाई यो जुन राज्यले तपाईले खाना दिइरहेछ, बस्न दिइरहेछ, लाउन दिइरहेछ, राज्यको पैसा खाने अनि राज्यको झण्डा ल्याउने वास्ता नगर्ने, यस्तो हुन्छ?